विदेशमा बस्ने नेपालीलाई सर्वोच्च अदालतबाट एउटा महत्त्वपूर्ण सूचना आएको छ। तपाईलाई धेरैलाई लाग्छ होला विदेशमा कुनै नेपाली जोडीको सम्बन्ध विच्छेद भयो, उनीहरू नेपाली नागरिक छन् भने नेपालमा फेरि सम्पत्ति दाबी गर्न पाइन्छ कि पाइँदैन होला। यस विषयमा सर्वोच्च अदालतले एउटा नजिर बस्ने गरी फैसला गरेको छ। खास गरी अस्ति मे 13 तारिक 2025 मा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको एउटा इजलासले फैसला गरेको छ। यो विदेशमा बस्ने लाखौं नेपालीलाई काम लाग्न सक्छ, जानकारीमूलक हुन सक्छ, शेयर गरेर पनि देखाइदिनु होला। अब विदेशमा सम्बन्ध विच्छेद भएको छ र नेपालमा गएर सम्पत्ति दाबी गर्न पाइन्छ कि पाइँदैन होला। अस्ट्रेलियाको एउटा जोडीको घटनामा सर्वोच्च अदालतले हालै मात्र त्यो फैसला गरेको छ। यो फैसलाले विदेशमा सम्बन्ध विच्छेद भइसकेपछि पनि नेपालमा सम्पत्ति दाबी गर्न पाइन्छ भनेको छ। तर त्यसमा एउटा कन्डिसन राखेको छ सर्वोच्च अदालतले। त्यो चाहिँ के हो भन्दाखेरि विदेशमा सम्बन्ध विच्छेद भइ नसक्दै वा हुनुभन्दा अगाडि नै नेपालमा चाहिँ त्यो सम्पत्तिको मुद्दा दायर भएको हुनुपर्छ अरे। अब यो मुद्दा के थियो त भन्दाखेरि अस्ट्रेलियामा रहेका एकजना नेपाली युवतीले आफूमाथि श्रीमानले यातना दिएको भन्दै सन् 2016 मा नेपाल फर्किएर नवलपुर जिल्ला अदालतमा श्रीमानको सम्पत्ति चाहियो भन्दै अंश मुद्दा हाल्नुहुन्छ र अदालतले आधा सम्पत्ति दिनुपर्ने भनेर फैसला समेत गरिदिन्छ। त्यो कुरामा चित्त नबुझेर श्रीमान पक्ष चाहिँ उच्च अदालत पोखरामा जान्छन् र पोखरा उच्च अदालतले पनि महिलाकै पक्षमा फैसला गरिदिन्छ र त्यो फैसलामा पनि चित्त नबुझेर श्रीमान पक्ष सर्वोच्च अदालतमा जान्छ र सर्वोच्च अदालतले अस्ति मे 13 तारिकमा दुईटै अदालतको फैसलालाई सदर गर्दै महिलाले सम्पत्ति पाउनुपर्ने भनेर फैसला गरिदिएको छ। र त्यो फैसला गर्नको लागि दुई तीनवटा आधार मध्ये एउटा आधार चाहिँ के हो भन्दाखेरि ती महिलाले सन् 2016 मेमा नेपालमा गएर सम्पत्तिको मुद्दा हाल्दाखेरि अस्ट्रेलियामा सम्बन्ध विच्छेदै भएको थिएन, केवल सेपरेसन मात्रै भएको थियो र सेपरेसनलाई सम्बन्ध विच्छेद मान्न नमिल्ने भनेर सर्वोच्च अदालतले परिभाषित गरेको छ। र युवतीले नेपालमा गएर सम्पत्तिको मुद्दा हालेको 1 वर्षपछि मात्रै सन् 2017 सेप्टेम्बरमा अस्ट्रेलियामा श्रीमानले फेडरल सर्किट कोर्टमा सम्बन्ध विच्छेदको मुद्दा दायर गर्नुभएको थियो र त्यसको केही महिनापछि सन् 2018 मा मात्रै उनीहरूबीच सम्बन्ध विच्छेद भएको थियो। यही आधारलाई प्राथमिकताका साथ राखेको छ सर्वोच्च अदालतले। अस्ट्रेलियामा सम्बन्ध विच्छेद हुनुभन्दा अगाडि नै नेपालमा सम्पत्तिको मुद्दा दर्ता भएको कारणले गर्दा सम्पत्तिको मुद्दा दर्ता गर्दाखेरि उनीहरू साबिकको श्रीमान श्रीमती थिए। त्यही भएर अन्तर्राष्ट्रिय कानुन, प्रचलित नेपालको कानुन र नेपालको संविधान अनुसार ती युवतीले सम्पत्ति पाउनुपर्छ भनेर सर्वोच्च अदालतले यो नजिर हुने खालको फैसला गरिदिएको छ। नमस्ते, म पारस खड्का, former cricket captain and currently secretary at Cricket Association of Nepal. I am very grateful and glad that now I am part of this Tech Skills, and hopefully together we can help you build your career.